5-7 देखि माथि यसो ओके 5-7 देखि माथि ल ठिकै छ 5-7 देखि माथिको को हुनुहुन्छ हट्टाकट्टा जवानी भएको एकदम लामो लामो हाइट भएको हुनुहुन्छ भने गेस्टमा आएर मजाले कुराकानी गर्न सक्नुहुन्छ यिनीसँग है यिनीसँग साँच्चै गर्न सक्नु पर्यो तपाईँ कति केजी गरे हो मलाई केजी त म सेतो आँखा पल्टे पनि सक्छु हो ओके त्यही भएर उहाँको लागि अलिकति कडै आउनु पर्ने हुन्छ है नभए गाह्रो हुन्छ ल सक्ने हुनुहुन्छ भने गेस्टमा आउनुहुन्छ हाम्रो राइनीजीसँग सक्नुहुन्छ गुरुङ दा वेलकम मेरो दा लेट्स गो पेलम सबैजनाले हट्टाकट्टा जवानी भएको हो कि यिनी लुगा लाउनु भएको छैन नभए उसमा भिडियोमा आएर पुरै देखाउनुहुन्थ्यो यसले है सबै देखाउनुहुन्थ्यो यसले अगाडि पछाडि सबै देखाउनुहुन्थ्यो होइन तर उहाँ चाहिँ अलिकति भिडियोमा अघि उहाँ चाहिँ लुगा लाउनु भएको होइन त्यही भएर चाहिँ होइन उहाँ चाहिँ अगाडिको पछाडिको देखाउनु मिल्दैन रहेछ है गाह्रो हुन्छ फेरि सबैजना गाइज मजाले डबल च्याप लाइफ साइड कपलिङ गर्दै गर्दै माथि माथि आउनु द फास्ट कम अन लेट्स गो एभ्रीवन अब गेस्टमा को आउन चाहनुहुन्छ हाम्रो राइनीजीको लागि हट्टाकट्टा जवानीको लागि है कोही हुनुहुन्छ कोही सक्नुहुन्छ हाम्रो राइनीजीसँग गर्नलाई लभ भनेपछि गेस्टमा आएर मजाले गर्न सक्नुहुन्छ उहाँसँग पनि लेट्स गो एभ्रीवन कम अन डबल च्याप लाइफ सेट गर्नुपर्छ सबैजनाले ओके म सक्छु भन्नुभएको छ म सक्छु रे ओके छोरी मान्छेले पनि सक्नुहुन्छ भन्नुहुन्छ त के हो राइनीजी साँच्चीकै तपाईँ नाङ्गै हो त ए अति हो कि साँच्ची अब यार ओ माई गड त्यसो भए नहेरौँ होला है उहाँले अलि नेगेटिभ हुनुहुन्छ है ओके देखाइदिन्थेँ तर हाइट देखाइदिन्थेँ मेरो आइडी सस्पेन्ड हुन्छ भनेर मात्र भर्खर खुलेर क्यामेरामा बस्न पाएको यार अनि ओके लेट्स गो इनको नहेरौँ है अहिले अब इनको 200 हेरौँ ल होइन ओके सबैजना गाइज हजुर ओके सबैजना गाइज मजाले डबल च्याप गर्दै 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 माथि माथि चढ्नु त फास्ट कमन चढिहालौँ गाइज यही मौका हो होइन चढिहाल्नुपर्छ समृद्धि हाम्रो कविताजी पनि यही छन् सबैजना गाइज मजाले बिहेभ र जिहेब कुदाउँ है हाम्रो सबैजना गाइज खोज्नुपर्छ गर्नुपर्छ है ल अब नेक्स्ट गेस्टमा को आउन चाहनुहुन्छ भनेपछि हाम्रो हट्टाकट्टा जवानी कस्तो तपाईँले मोटो मनपर्छ कि के हाम्रो राइनीजी मोटो ओके मोटो पनि मनपर्छ भन्नुभयो है ल मोटो र लामो हाइट भएको हुनुहुन्छ भने गेस्टमा आएर मजाले कुराकानी गर्न सक्नुहुन्छ है ओके नेक्स्ट को हुनुहुन्छ भनेपछि सोफिया भोटी पनि आउनु भएको छ कोपिलाजी पनि आउनु भएको छ हाम्रो जिम्मीजी पनि आउनु भएको छ हाम्रो सरोजजी एकदमै मोटो घाटो हुनुहुन्छ भने मजाले आएर उहाँलाई दिन सक्नुहुन्छ कुराकानी गरेर अर्को नेक्स्ट हुनुहुन्छ हाम्रो हट्टाकट्टा जवानी भएको को हुनुहुन्छ सरोजला आउनुहोस् ओके सिद्धार्थ ब्रदर हुनुहुन्छ यहाँसँग गरौँ ल एकचोटि उहाँले सबै देखाउनुहुन्छ है हाम्रो उहाँले सबै देखाउँछन् उहाँले हाइट साइड सबै देखाउनुहुन्छ हेलो सिद्धार्थ ब्रदर हेलो हेलो हजुर डबल च्याप र कपलिङ सबैले गर्नु होला भन्न चाहन्छु सबैले 5 चोटि 10 चोटि मजाले कपलिङ पेलाम सबैजना लेट्स गो एभ्रीवन ओके सिद्धार्थ ब्रदर हजुर पनि सिंगल हो एकदम ओके हजुर पनि आउनु न है मदन दाई ओके के छ मदन दाई थ्याङ्क यू सो मच मदन दाई आज तपाईँको निशाना चाहिँ सही लागेको छ मदन दाई सबैले फलो गरेर साथी बनाउनु होला मदन दाईलाई पनि कम लेट्स गो जोड्ने हाम्रो दाईलाई पनि ल मदन दाईलाई पनि आज चाहिँ निशाना सही गएको रहेछ तपाईँको ओके हाम्रो हट्टाकट्टा जवानी आइसक्नु भयो हजुरको पनि एकचोटि देखाइदिनु न है हाइट हजुर हाइटै देखाउनु न हजुरको पनि कत्रो छ हजुरको पनि यसो क्यामेरा 4 भयो क्या क्यामेरा 4 भयो पुस्नु अलिकति क्लिन गरौँ ओके क्लियर अलिकति ल तपाईँ चाहिँ कोसँग गर्न चाहनुहुन्छ ल भन्नु त चुज गरौँ न एकजना सबिनाजी राइनी ओ माई गड पुसअप पनि गर्ने हो क्या हजुरले हेलो हजुर सबैजना हाम्रो टप आइडीलाई मजाले फलो गरिसक्यो ओके हाम्रो टप आइडीलाई आज छोड्ने होइन गाइज यत्रोजना हुन्छ सबैले फलो गर्नुपर्ने हुन्छ ओके अनि त्यसो भए के छ तपाईँको कत्रो छ अरे 5.6 तपाईँ कोसँग गर्न चाहनुहुन्छ अहिलेसम्म गर्न पाउनु भएको छ कि नै ओके एकचोटि पनि गर्न पाउनु भएको छैन अनि अहिलेसम्म तपाईँ के गर्दै बस्नु भएको थियो त यत्रो भइसक्नु भएको छ होइन के गर्ने के नै हजुर यत्रो स्कुल कलेज सलेजमा लभ परेन हजुरको कहाँ पढ्नु कलेजमा त ओके अनि के गर्दै बस्नु भएको त तपाईँको हट्टाकट्टा जवानी त यतिकै खेर गइसकेको रहेछ बाहिरतिर जाने प्लान छ के हुन्छ ए ओके अनि तपाईँलाई को देखेर त एकदम तपाईँलाई लभ गरम भयो नि लास्टै गरममा छ
लास्टै गरम गरम भएको छ देखाउनु त कहाँ चाहिँ तपाईँलाई गरम गरम भएको छ देखाउनु मिल्छ तपाईँलाई कहाँ चाहिँ गरम गरम भएको छ त्यो त मिल्दैन त नि हजुर ओके मिल्दैन ल ठिक छ सबैजना गाइस डबल ट्याप लाइभ सेयर कपलिङ गर्नु किन मिल्दैन अब के मनतिर भयो होला नि तपाईँको मन देखाउनु मिल्दैन र मन देखाउन मिल्छ ए ओके ल ठिकै छ तपाईँलाई कोसँग त एकदम गरम गरम भएको छ ल भन्नुहोस् त मेरो यसको खोजिदिनु न को हुनुहुन्छ सबिनाजी राइनीजी मेरो यसको को छ तपाईँको तपाईँ सक्नुहुन्छ उहाँलाई रानीलाई कति भएर हजुर सक्नुहुन्छ पहिला हेर्नु न एकचोटि साइडतिर हेरौँ न सक्नुहुन्छ खै सकिन्न जस्तो छ के अरे सकिन्न थेट छोरा मान्छे भएर पनि सकिन्न भन्ने हो भ्याइदिइहाल्ने हो नि लाभ गरेर ओके लेट्स गो एभ्रिवान छोरा मान्छे भएर पनि सकिन्न भन्नुहुन्छ त्यही लाज हुन्छ यत्रो छोरी मान्छे हुनुहुन्छ यहाँ भन्नु सक्छु भनेर नसक्यो भने यसो गरेर सकाउने हो नि कस्तो सक्दिनँ भन्ने हो र ओ माइ गड छ त मार्केटमा टन्नै छ होइन के छ सक्ने हो नि ओके ल कुराकानी गरिछु मेडिकल छन् यति के छन् होइन सकिन्छ नि लेट्स गो ट्राई गरौँ अब यहाँ त बोल्छन् अब इनबक्समा गएर बोल्दै बोल्दैन होइन यहाँ कुराकानी गरिसकेन पहिला सुरु अनि हो बल्ल इनबक्समा आउनु हो नि त ल राइनीजी गरम त उहाँसँग उहाँलाई पनि एकदम गरम भयो राइनीजी गरम न उहाँ पनि तपाईँसँग एकदम गर्न चाहनुहुन्छ नसके पनि तपाईँसँग ट्राई गर्न चाहनुहुन्छ राइनीजी नेट स्लो भयो जस्तो छ राइनीजीको अघि लेट्स गिभ एभ्रिवान पेलाम सबैजना डबल च्याप लाइभ सेयर कपलिङ सिरातो ब्रदर तपाईँको नेट स्लो भएर उहाँको गाह्रो भइसक्यो होइन तपाईँ अर्को नेक्स्ट कोसँग गर्न चाहनुहुन्छ मेरो स्कोर को सर तपाईँको एज कति भयो अरे मेरो 23 भनेपछि सबिनाजीको हट्टाकट्टा जवानी खेल जाने भयो नेट नै स्लो भएछ होइन 23 भनेपछि सबिनाजीसँग गर्न